स्वागत छ तपाईहरुलाई मेरो नयाँ एपिसोडमा नयाँ भिडियोमा। मैले चाहिँ आज हजुरहरुको लागि छोटो मिठो भिडियो लिएर आएकी छु। आशा छ हजुरहरुले अन्त्यसम्म हेर्दिनु हुनेछ। आजको भिडियोमा चाहिँ मैले स्वादिलो न्युरो र आलुको तरकारी बनाउँदै छु। सबैभन्दा पहिले मैले न्युरो राम्रोसँग सफा गरेर काटे अनि राम्ररी पखालेर राखे। त्यसपछि प्याज, टमाटर र उसिनेको आलु पनि तयार गरे। अब कराईमा मैले तेल तताए। मैले चाहिँ खुर्सानी फ्राईको र जिरा फ्राईको चाहिँ भिडियो खिच्नै बिर्सेछु अनि प्याजहरु फ्राई गरेको, टमाटरलाई पनि फ्राई गरेको भिडियो बनाउनै बिर्से। सो तपाईहरुले चाहिँ प्याज, टमाटर अनि खुर्सानी र जिरा पहिले फ्राएर अनि त्यो प्याज र टमाटर फ्राई गरिसकेपछि चाहिँ गोल्डन ब्राउन भइसकेपछि चाहिँ तपाईहरुले यो न्युरो हाल्न सक्नुहुन्छ। अनि न्युरोलाई पनि चलाउँदै हल्का ग्यास मध्यम ग्यास बनाउँदै पकाउँदै बस्ने। अनि त्यो न्युरोबाट चाहिँ हल्का फुल्का पानी निस्किन्छ। त्यो पानी निस्किँदै फ्राई गर्ने, छोप्दै पकाउँदै गर्ने, चलाउँदै छोप्दै पकाउँदै गर्ने। अनि मैले चाहिँ यो न्युरो चाहिँ पाक्यो कि पाकेन भनेर हेर्दाखेरि, थिचेर हेर्दाखेरि चाहिँ पाकेको थिएन। चलाउँदै पकाउँदै छोप्दै गर्दै पकाएँ किनकि यो न्युरोलाई चाहिँ मजाले नरमाउने गरी पकाउनु पर्छ। अनि मैले चाहिँ त्यो न्युरो जति चलाउँदै पकाउँदै गर्दा नि नपाकेको भएर मैले थोरै पानी थपेर फेरि छोप्दै पकाउँदै गरे। अनि नरम भइसकेपछि चाहिँ मैले त्यसमा तयार गरेको आलुलाई पनि हाल्दिए। हेर्नुस् साथीहरु, नरम भइसक्यो। त्यो नरम भइसकेपछि चाहिँ मैले आलु हाल्दिए। आलु चाहिँ मैले उसिनेर सबै बोक्राहरू छिलेर कट गरेर राखेको थिएँ। सो मैले चाहिँ आलु उसिनेर राखेकै न्युरोमा राख्दा सजिलो हुन्छ, मिठो पनि हुन्छ भनेर उसिनेको हाले। हजुरहरुले चाहिँ छुट्टै आलु काटेर फ्राई गरेर राख्न सक्नुहुन्छ। त्यसपछि मैले स्वाद अनुसार सबै मसलाहरू हाले। हल्दी, सुरुमा मैले हल्दी हाले, त्यसपछि मैले नुन हाले, अनि त्यसपछि मैले जिरा र धनिया पाउडर हाले। स्वाद अनुसार है साथीहरु, हजुरहरुलाई कतिको चाहिन्छ त्यति हाल्न सक्नुहुन्छ, स्वाद अनुसार है। अनि त्यसमा चाहिँ मैले अदुवा लसुन पेस्ट गरेको पनि हाले। मैले चाहिँ यो अदुवा लसुनको पेस्ट अलि बिस्तारै हालेँ किनभने सबै मसलाहरू अलि तेलमा फुट्न पनि पर्छ। त्यही भएर सबै मसलाहरू हालिसके त साथीहरु, हजुरहरुलाई मन पर्ने अरु मसला पनि थप गर्न सक्नुहुन्छ। मलाई चाहिँ यति मसला भए पुग्छ। सो मैले चाहिँ यति हाली। सबै मसला हालिसकेपछि चाहिँ मैले मजाले चलाएँ। अब यसलाई पनि एकछिन चलाएपछि छोप्दै हल्का आगोमा पकाउँदै गर्ने। अनि त्यसपछि यो चाहिँ रेडी हुन्छ है त साथीहरु। मसला हालिसकेपछि एकछिन चलाएर फेरि पकाउनु पर्छ। मैले चाहिँ छोपे। अब छोपेर रेडी भयो। मसला पनि भुटेर पाकिसक्यो। अब यो रेडी भयो त साथीहरु खानु। अन्त्यमा तयार भएको तरकारी एउटा कट बाउलमा निकालेर सर्भ गरे मैले। हेर्न सक्नुहुन्छ तपाईहरुले भिडियोमा। तपाईहरुले यसलाई खानासँग पनि खान सक्नुहुन्छ, रोटीसँग पनि खान सक्नुहुन्छ। हेल्थको लागि राम्रो हुन्छ। ल साथीहरु, थ्यांक्स फर वाचिङ।